welcome back to my channel. So आज चाहिँ हामी जाँदैछौँ बाना हिल्स भर रेडी भएर निस्कियौँ रुमबाट अब फर्स्टमा we will go to have म चाहिँ ब्रेकफास्ट गर्न जान्छु अरु सबैजना ब्रेकफास्ट गर्न गइसके because I always take time I'm always late so अब ब्रेकफास्ट गरेर we are heading to Bana Hills. We're going to explore Bana Hills today. हामी चाहिँ यो अवेकन होटलमा बसेछौं यहाँको चाहिँ ब्रेकफास्ट चाहिँ अलिकति कम थियो अप्सन अस्तिको लास्ट होटल भन्दा तर बट भेरी नाइस ब्रेकफास्ट छिटो आउनु आइसक्यो ल टिकट लियौँ हामीले अब बाना हिल्सको अब चाहिँ जाँदैछौँ टिकट लियौँ पैसा थिएन कति पर्यो यसलाई त्यो टिकटलाई भने 6 million I'm a millionaire we all are बिलियनियरै हो है हामी तर लास्ट धनी फिल हुँदो रहेछ मिलियन गन्दा चाहिँ मलाई कस्तो यो चस्मा मैले सिनबाट किनेको मलाई आई लभ दिस कस्तो मन परेको के मलाई कस्तो आए जस्तो फिल है पिङ्क कलरको आज सबजना येल्लो येल्लो डटी फेलो एभ्रीवन इज येल्लोइङ म्याचिङ गरेर लगाएको छौँ कपडा येल्लो कपल हामीले ड्राइभरको फलो गर्दै हिँडिरहेछौँ ल कस्तो राम्रो ठाउँ रहेछ ब्युटिफुल प्लेस अझै मेन ठाउँहरू त जान बाँकी नै छ इन्ट्रीमा आयौँ कस्तो राम्रो Sun World Bana Hills पैसा निकाल्दैछ एटीएममा फेरि एकचोटिमा 3 मिलियन भन्दा बढी निकाल्न नमिल्ने तर हामीलाई टिकट मात्रै 6 मिलियनको छ 6 जनाको 1 मिलियन पर पर्सन अनि अब त्यो दुईटा तीनटा गरेर निकाल्दैछौँ अरूहरू पनि खाना पनि चाहियो 1-2 मिलियन अरू एक्स्ट्रा सो ड्राइभर वेट गरेर हाम्रो पैसा लिनलाई एउटा कुरा नोटिस गरेको कति धेरै इन्डियन टुरिस्ट हुने रहेछ नि यो भियतनाममा त एभ्रीवेयर यु गो देयर इज लाइक इन्डियन पिपल मोर देन भियतनामिज के एकदम धेरै बुढोदेखि लिएर भर्खरको मान्छेहरू इन्डियनहरू घुम्न लास्ट आउने रहेछन् यहाँ टिकट कुपन पायो नि त हामीले अनि बियर फ्याक्ट्री छ क्या बियर फ्याक्ट्री छ यहाँ कस्तो रमाइलो है घरमा आएछौँ नआउने प्लान थियो नि मैले जबरजस्ती गरेको हो अरे कि यहीँ स्टारबक्स रहेछ सो हामीले कफी खाने डिसाइड गऱ्यौँ एउटा मिठो कस्तो रहेछ स्टारबक्स यहाँको चाख्नलाई है त के जस्तो उताको चाहिँ मेनु अस्ट्रेलिया जस्तै त्यस्तो पनि त्यस्तो अलिअलि हेर नि त प्योर माछा लाटे त्यो भियतनाम अलि खाने त भन्ला स्विट क्रिम कोल्ड ब्रु खान्छु मन त्यही देऊ मलाई पनि है तिमी कपी पेस्ट मनिता उनीहरूले बियर खान्छन् नि 6 वटा अहिले खाने त बियर त्यो 350 चाहिँ प्रायोरिटी एक्सेसको हो के टिकट नकाटी आउन पाइयो नि त
त्यही अब त्यही चिन्ता बुझाउनु हामीलाई चाहिँ एउटा चप्पामा स्क्याम भइरहेको गाइस 200-400 ड्राइभरले 1 मिलियनको पर टिकट काट्यो पहिला भनेर हामीलाई छिटो हुन्छ भनेर उतै काट्यौँ यहाँ आएर हेर्दा 650 मात्रै थियो टिकटको सो वी गट 1 पर्सनको 350K स्क्याम भयो तर ठिकै छ लाइन लाग्न परेन भनेर अब चित्त बुझाउँदैछौँ अब क्या कफी वेट गर्दैछौँ waiting for a coffee here मेरो साथीहरू हाई त भनिहाल्छन् है आयो चियर्स 7 कस्तो छ भन्नु है थ्याङ्क यू मनिता गट इट ट्राइङ स्टारबक्स है तिमीले नि बनाऊ न Cheers, girlies! Taste. कस्तो मिठो नेपालको जस्तै मिठो है खाँदै जाने डिसाइड गऱ्यौँ हामीले होइन केबल कार चढ्दैछौँ अब गर्मी छ यहाँ माथि चाहिँ जाडो हुन्छ भनेर झन् सर्ट पनि लैजाऊ ल भनेको थियो होटेलको मान्छेहरूले यहाँ त हुप्प गर्मी छ लाइन छ टन्नै बिहान आउनु होला अर्कोचोटि हामी भ्याकेसन गयौँ भने मान्छेहरूले हामीलाई ब्लग गरिदिन्छन् हेर गाइस किनभने अब भ्याकेसन गएको एयरपोर्टको एउटा फोटो देख्यो भने ब्लग गरिदिन्छन् किनकि हामीले यति धेरै कन्टेन्ट पोस्ट गरिरहेको छौँ एभ्री डे ब्लग स्टोरिज फोटोज ओ माई गड एभ्रिथिङ गोइङ वी आर इन्जोइङ द होइन मान्छेलाई अपडेट दिनुपर्छ कि यो कहाँ गई गर्छ कस्तो डर लाग्दो यता त झन् राम्रो देखिँदो रहेछ माई गुडनेस फर्किन्छ पहेँलो रहेछ फेरि के हो एउटै हो चिसो भइहाल्यो नि ओ यो यतापट्टिको पहेँलो के हो यस्तो अनि फरक छ त उदान छ सबै कुरो खाने कुराहरू यु वान्ट पिक्चर कस्तो खिच्यो पहिला त्यहाँ पनि रहेछ ए त्यहाँ नि रहेछ टन्नै कति धेरै केबल कार छ यार द भ्यू ठ्याक्कै नेपाल जस्तो तर घाम नलाग्यो कि है अहिले घाम नलाग्यो सुलाइरहेको रहेछ अलि भ्यू क्लियर भएर तर यो झऱ्यौँ अब लगभग कति भयो 15-20 मिनट जस्तो भयो केबल कारको यात्रापछि चाहिँ माथि टप अफ द वर्ल्डमा आइसक्यो अब यहाँ विभिन्न खालको एक्टिभिटिजहरू छ मध्ये एउटा रोलर कोस्टर आइपुग्यौँ हामी हातमा पनि यस्तो के हो यो फोटो भर्सेस रियालिटी किनकि मान्छे कति हो बरु के साह्रो मान्छे हो कसरी फोटो खिच्ने हो How are we supposed to click the picture? I don't know. तर चिसो है यहाँ मान्छे कति प्राण पुरै हुस्सुलाएर देखिन चाहिँ केही देखिँदो रहेनछ सब हुस्सुला अब हामी जाँदैछौँ फ्रेन्च प्लेस यो के हो ट्रेनमा चढेर होइन फ्रेन्च ट्रेनमा चढेर यस्तो छ अब जाने हो कस्तो छ हेरौँ है त बाई त्यही होला बनाइरहेको छु है आइयो फ्रेन्च भिलेजमा फ्रेन्च भिलेज जान त फेरि अर्को केबल कार चढ्न पर्ने रहेछ यो येल्लोवाला लेडी बुद्धा On the top of the banner hill have the more big than the pagoda linking Ah. pagoda. Yeah, the same yeah have like this.
छिटो भयो Yeah, it's beautiful mountain. लम्बा रहेछ है। यही रोलर कोस्टर भनेको मैले एकदमै लम्बा रोलर कोस्टर छ। भिडियो कतै बसेर बोर्ड बाइक जस्तो रहेछ। भाषा फेरि कडा छ क्या मेरो ओ बेब यो कोड बाइकहरु फ्री हो हामीलाई अहिले हामी नि रोलर कोस्टर खेल्न लाग्छौँ अब 2 जनावाला डबल डेकरवाला इट्स गोना बी फन आई वाज भेरी एक्साइटेड अबाउट दिस मलाई चाहिँ यो कुरा पहिले थाहा थियो यस्तो एक्साइटेड थिएँ यसको लागि मैले कतिचोटि भनेको थिएँ रोलर कोस्टर फाइनली हियर लाइन लाग्दैछ गाइज अब हामीले अहिले भिडियो बनाउन पाइन्न खेल्दाखेरि यति नै हो अल सी यु आफ्टर द राइड भर्खरै रोलर कोस्टर गरेर आएँ म अब अर्को रोलर कोस्टर गर्दै यहाँ कस्तो राम्रो राम्रो भ्यूहरू रहेछ इट्स सो नाइस आई थिङ्क बाना हिल्स इज मस्ट टु भिजिट है यस्तो दामी दामी छ यार आर्किटेक्चरहरू अब हामी चढ्दैछौँ नम्बर 2 रोलर कोस्टर होइन यसलाई के भन्छ लेन 2 होइन रोलर कोस्टर त भन्छ होइन रोलर कोस्टर यो चाहिँ लङ्गेस्ट छ होइन यो होइन लास्टको लङ्गेस्ट छ लेन 2 चाहिँ लेन 1 चाहिँ लामो थियो यो चाहिँ थ्रिलवाला छ कि यस्तो फनफनी घुम्छ ए हो नाइस स्पाइरल छ कि माथिबाट आउँदो रहेछ कि बाई बाई अब स्मृति एन्ड भिनाजुको पालो हो चढ्ने हल्ला हल्ला बढी छ जाऊ 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 हजुर जानु अब ल मोज छ हामीलाई चढिरहेको छ रोकिदियो इट्स फन कस्तो रमाइलो आई लभ बाना हिल्स है बाना हिल्स इज मस्ट वेन यु कम एन्ड दिस रोलर कोस्टर कम्बो इज मस्ट टु ए कति राम्रो आएको त्यो भिलेजहरू ब्युटिफुल फ्रेन्च भिलेज कस्तो भयो त्यहाँ चाहिँ बिच बिचमा क्यामेरा थियो हामीले चाहिँ फोटो लियौँ यस्तो राम्रो आएछ होइन फोटो यस्तो पोज दिएको थियौँ क्यामेरामा सो नाइस मैले अहिले देखाउनु मिलेन किनभने फोटो लिन मनाएको फोटो लिन मान्दो रहेछ खेल्न जान लागेको गाई यस्तो डर लाग्छ कस्तो राम्रो एडभेन्चर पार्क पनि बनाएको छ यस्तो बच्चा बच्चीहरूलाई लिएर आउनु त कस्तो रमाइलो हुँदो रहेछ 4D 5Dहरू पनि रहेछ भिडियोहरू अब हामी जाँदैछौँ तल त्यो खेल्नलाई अनि त्यसपछि हामी निस्किन्छौँ होला किनकि धेरै टाइम स्पेन्ड भयो यहाँ आज आई थिङ्क 5-6 घन्टा कम्प्लिटली घुम्नलाई लाग्दो रहेछ हामीले सबै नै छानी घुमिरहेछौँ त्यही पनि 3 आवर्स भइसक्यो हामी आएको 2 to 3 आवर्स भइसक्यो भित्र छिरेको अब यो खेलेर एउटा जुरासिक पार्क हेरेर विल गो आई थिङ्क जुरासिक पार्क पनि आई डोन्ट नो इफ एभ्री वान अग्रिज भर्खरै यो खेलेर झऱ्यौँ इट वाज सो स्केरी म त यस्तो हाइटको स्केयर फिर हुन्छ मलाई त यति डर लाग्छ हाइटदेखि त्यही पनि गरेँ मैले आई डिड इट अल द बेस्ट त्यो भित्र नसकाएसम्म सुरु हुँदैन त्यत्रो चढ्नु छ टाइम स्टार्ट भयो है मङ्की म्यान ल ल ओए 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 नाइस 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 हेर्न इगोमा लिन्छन् के कम्पिटिटर ल बधाई छ नाइस नाइस ओ नो 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 खस्यो Cảm ơn quý khách đã tham gia trò chơi.
मेरो बुढो किन उता गएको मेरो ब्याग त्यतै जाम्ला हामी पालै पालो रहेछ नि त Please remain seated until the ride stops complete. Thank you for riding. Please take care and exit and ensure you take उता all गएर बसिरहेको है your ल Enjoy the rest of your visit to Sunworld. ल दामी गर्नुहोस् भ्याइ आउनुभयो सिमोसको पालो इज डुइङ ग्रेट ग्रेट रेकर्ड भयो 15 सेकेन्ड दामी गर्नुभयो त कतिवटा हो र Excuse me? You're excused. हाम्रो केशव भिनाजुको पाली गाइस मिलाइदिन्छ भरे तिम्रो बुढो त 30 सेकेन्डमा पुगेर झराएर के नपत्याउँदो त्यो पातलो मान्छे पुत्ता पुत्ता माथि गयो ल है ल नाइस एक्सपिरियन्स हो क्या होइन सिटीमा गएर किन यस्तो एउटा झर्दाखेरि त्यो कस्तो मजा आउँछ होला है झन् अब माथि नपुऱ्याइ छोड्दैन माथि नपुऱ्याइ छोड्दैन फेरि जान पठाउँछ क्या हो ए झर्नु गिभअप गर्दा हो र ठिकै भए द्याट्स गुड है मलाई गाइज अब हामी जुरासिक पार्क जाँदैछौँ ए कस्तो कस्तो रहेछ नि त डाइनोसरसहरू रहेछ के हड्डी सड्डीको रहेछ जाने कस्तो राम्रो हो ए डाइनोसरस भिना चाहिँ कस्तो राम्रो हो यहाँ डाइनोसरस पहिलाको ए यो त चल्दैन रहेछ अझै डु नट टच भने ब्याक टु जुरासिक यति राम्रो छ गाइज जुरासिक पार्क एभ्रिथिङ बाना हिल्स इज so worth it यदि if you are coming to Vietnam don't forget the Bana Hills if you are coming to Da Nang don't miss out the Bana Hills it's really
सक्यो इट्स अ क्विक वान बट नाइस वान आई लभ इट हामी कति धेरै एक्सप्लोर गर्न पायौँ आज कति खुसी लाग्छ एकदम प्रोडक्टिभ डे भयो 2 दिन मात्रै दानाङको लागि छुट्याएको थियौँ त्यही पनि सबै गर्न भ्याइरहेछौँ विच इज सो नाइस फ्रेन्च भिलेज कुरा छ एक्सप्लोर गर्नलाई सबै भिडियो बनाउनु त पाउन्न होला जम्मा 20% मात्रै ब्याट्री बाँकी छ अब म त बुझेन फ्रेन्च भिलेज यति ड्रिमी छ यो प्लेस यस्तो राम्रो छ I don't feel like I'm in Vietnam. I feel like I'm in somewhere in Italy or Europe. It's really good. Actually, France ma jasto feel huncha. Yस्तो राम्रो छ you don't feel it. Ho Chi Minh and यो ठाउँ compare गर्ने नि it's completely different world. I don't know. Don't forget to come here because this place is actually very nice. Everyone is enjoying. हामीले धन्नैले छुटाउन थालेको थियौँ because we plan to एकदम हेक्टिक हुन्छ डे सो रिल्याक्स गरौँ बरु जानुभन्दा भन्ने सोचेको थियौँ बट थ्याङ्कफुली we made it to here and I'm so glad. कति धेरै ठाउँ हेर्दै गयो त्यति राम्रो झन् राम्रो लाग्दै गर्छ यो बाना यो बियर फ्याक्ट्री हो Oh my god! Wait, कति राम्रो हेर न guys. This is so beautiful. Brew house आछौँ अब केटाहरूले बियर खाने है भनौँ मैले इट्स ह्युज गाइस खोइ गनायो यहीसम्म रक्सी मनिता नाइस ओ नाइस बियर फ्याक्ट्री गनाएको है त्यस्तो राम्रो फोटो बनाइदिएछ स्टोनमा ओन्ली $12 पर्यो है एउटी यस अब चाहिँ हामी रिल्याक्स अबको 1 घन्टा चाहिँ रिल्याक्स गर्ने अनि बल्ल फर्किने रिल्याक्स गर्ने खाने पिउने अनि सकिने होइन त भिनाजु रिल्याक्स भइरहेछ कस्तो लाग्यो बाना हेर्नु एकदम रमाइलो बवाल लाग्यो सबैभन्दा यो भरिमा सबैले धेरै के इन्जोय गर्नुभयो मैले एभ्रिथिङ फुड अनि त्यसपछि घुमघाम है एभ्रिडे खाइएछ पिएछ खाना नि कति खान्छौँ हामीले त एभ्री 2 आवर्समा खान्छौँ भोक लागिहाल्छ फेरि आधा घन्टामा कहाँ जान्छ यहाँको खाना थाहा छैन गाई सिङ्गै पोर्क छ यार गाई सिङ्गै पोर्क सिङ्गै चिकन यसरी अब खाना खाइन्छ मस्त मिठो मानी
होटलबाट तल आइपुग्यौँ। अब चाहिँ होटलमा गएर फ्रेस हुन्छौँ। निस्केको सबजना निस्किसकेछन्। बाई। निस्क्यो कस्तो लाग्यो आजको दिन? दामी लाग्यो। ओभरअल दिन प्रोडक्टिभ भयो। विभिन्न सबै इटिनरी फलो गर्यो। यति धेरै कुरा छ यहाँ गर्नलाई, यति धेरै कुरा गर्न छ कि सबै कुरा भ्याउन नि पोसिबल भएन। हामी चाहिँ भर्खरै होटल आइपुग्यौँ। अब चाहिँ होटलमै स्पा गर्ने, फेसियलहरू, हेयर केयर एभ्रिथिङ होटलमै गर्ने। अनि त्यसपछि बिचतिर हल्का घुम्ने नाइट मार्केट लागेछ त्यहाँ, त्यो हेर्न जाने भन्ने विचार छ। अब चाहिँ 10 मिनट छ। सबै साथीहरूले एकअर्कालाई 10 मिनट दिएको। 10 मिनटमा रेडी भएर बाहिर निस्किने भनेर। सो आई ह्याभ टु रिमुभ अल द ज्वेलरीहरू एभ्रिथिङ चेन्ज गरेर कम्फर्टेबल क्लोथ्स लाएर अब चाहिँ स्पा गर्न गइन्छ। ल साथीहरू, अब स्पा गर्न आछौँ, कुरिरहेछौँ। 6:15 छ। अब 5-10 मिनट छ स्पा सुरु हुन्छ। त्यसपछि फ्रेस भएर आइन्छ। अब चाहिँ खुट्टा दुखाइ सब जान्छ है होटलकै उसमा। राम्रो रहेछ एरिया। हेरौँ सर्भिस कस्तो छ। सो वेलकम ड्रिङ्क है। के हो यस्तो? मिठ लाग्यो? ओ माई गड, मन परेन गाइस, म राख्छु। गाइस भर्खरै भ्याइयो स्पा, मजा आयो। मसाज त लास्टै मजा आयो है, दामी के मसाज। मेरो त त्यो गिर्खा सब मिच्दियो यार, सबै त्यो यस्तो गरी डल्लो परेको हुन्छ नि शरीरमा के, त्यो डल्लो परेको नि सब मिचे। हेयर वास नि डेन्जर भयो, तर अलि ब्लो ड्राई चाहिँ भएन। अरू चाहिँ सब भयो। जस्ट लाइक फेसियल पनि भयो। फेसियल इज डन, हेयर वास डन, मसाज डन, रेडी फर टुमोरो गाइज। सो Danang from rooftop. यस्तो छ गाइस Danang beach view. It's beautiful. अनि हाम्रो गाइजहरू त्यहाँ बसिरहेको छन् है। गाइज डिनर गरेर रुममा आयौँ। इट्स अलरेडी 12 बजिसक्यो। अब चाहिँ सुत्नुपर्छ। had a really long day. एकदमै थाकेछ। मसाज यस्तो मजाको मसाज गरेँ, तर मसाज गरेपछि पनि हिँड्नु पर्यो, त्यही भएर झन् थाकेछु। मसाज गरेँ, स्याम्पू गरेँ, फेसियल गरेँ, एभ्रिथिङ सो रिल्याक्सिङ। 3-4 घन्टा सुतेर आनन्दले रिल्याक्स भयो। भोलि बिहानको फ्लाइट छ अब हालोङ बेको। सो I have to end this video now. Thank you for watching. I'll see you in my next video. Please consider subscribing.